भिजिट भिजामा कोरिया आइसकेपछि तपाईँहरू यतै बसेर लामो समय काम गर्न चाहनुहुन्छ भने चाहिँ त्यो वैधानिक रूपले पनि मिल्ने रहेछ है साथीहरू। तपाईँहरूको भिजिट भिजा 3 महिनाको हुन्छ। त्यो 3 महिनाभित्रमा चाहिँ तपाईँहरू कोरियाको जुनसुकै इमिग्रेसनमा गएर जीवन भिजा एप्लाई गर्न सक्नुहुने रहेछ है साथीहरू। जीवन भिजा एप्लाई गरिसकेपछि तपाईँहरूलाई 6 महिनापछि चाहिँ जीवन भिजाको कार्ड दिने रहेछ है साथीहरू। तपाईँहरूले कार्ड लिइसकेपछि एउटा जीवन भिजा कामदार राख्ने कम्पनी पनि खोज्नुपर्ने रहेछ। त्यो कम्पनीको साउले तपाईँलाई लिएर इमिग्रेसनमा यो कामदार मेरो कम्पनीमा काम गर्छ, म यसलाई काम गर्न दिन्छु भनेर इमिग्रेसनमा भनेपछि इमिग्रेसनले तपाईँलाई काम गर्ने अनुमति दिने रहेछ है साथीहरू। त्यसैले तपाईँहरू भिजिट भिजामा आउन चाहनुहुन्छ भने कुन कुन देशमा हुनुहुन्छ, कुन कुन देशबाट कोरियामा भिजा लागिरहेको छ त्यो बुझेर तपाईँहरूले एप्लाई गरे हुन्छ है साथीहरू। भाग्य जसको पनि हुनसक्छ, भिजा लागि पो हाल्छ कि